वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। आज चाहिँ हामी नेपालबाट एउटा यस्तो एप्लिकेसनको बारेमा कुरा गर्नेछौँ जुन चाहिँ तपाईँले भर्चुअल क्रेडिट कार्ड पनि पाउनुहुनेछ। त्यसले डलर कार्ड इ कमर्स पेमेन्टमा पनि पेमेन्ट गर्न मिल्ने खालको एउटा जुन चाहिँ अनलाइन अर्निङ एप्स छ। पहिला चाहिँ अलिक साह्रो थियो, अहिले चाहिँ धेरै कुरा इजीहरू टास्कहरू राम्रो दिने गरेको छ। त्यही भएर यो चाहिँ मैले यसको लागि भिडियो बनाएको छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला, स्किप नगरिकन हेर्नु होला। स्किप गर्नुभयो भने बुझ्नुहुन्न। र यहाँ चाहिँ तपाईँहरूले गेम खेल्नुहुन्छ, गेममा टपअप गर्नुहुन्छ भने चाहिँ त्यो पनि हुनेछ यहाँबाट चाहिँ। साथीहरू, साथ र सपोर्टको लागि चाहिँ लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सुरुमा चाहिँ मैले तल डिस्क्रिप्सनमा दिएको एउटा लिङ्क छ, त्यसमा क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै चाहिँ तपाईँहरूको प्ले स्टोरमा या एप स्टोरमा चाहिँ यसरी एउटा एप्लिकेसन चाहिँ खुल्नेछ जुन चाहिँ पाउन्स एप भनेर लेखेको छ, जुनमा तपाईँले देख्न सक्नुहुन्छ। यहाँ पाउन्स एप भनेर लेखिरहेको छ, जुन चाहिँ तपाईँले यसमा चाहिँ यो एप्लिकेसनलाई चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। मैले चाहिँ अलरेडी डाउनलोड गरेको छु, त्यही भएर चाहिँ यसमा मेरोमा ओपन लेखेको छ। यसमा डाउनलोड भइसकेपछि चाहिँ तपाईँले ओपन गर्नु होला र ओपन गरिसकेपछि यस्तो खालको तपाईँले रिडाइरेक्ट गर्छ यसले चाहिँ, यो एप्लिकेसनले चाहिँ। यसमा चाहिँ तपाईँले केही गर्नु परेन, सबै स्किप गर्नु होला, आई मिन नेक्स्ट गर्नु होला। क्लोज गरिदिनु भयो भने यहाँ यस्तो खालको देखिन्छ। यहाँ चाहिँ दुईवटा अप्सनबाट चाहिँ तपाईँले एकाउन्ट चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। एउटा चाहिँ मेल छ, तलपट्टि गुगल छ, विथ मेल। तपाईँ केबाट गर्नुहुन्छ त्यो चाहिँ चुज गर्नु होला। मैले चाहिँ अहिले गुगलबाट गर्न चाहेँ, गुगलमा क्लिक गर्नु होला। र यहाँ चाहिँ तपाईँको मेलहरू चाहिँ सो गर्नेछ, कुन मेलमा खोल्नुहुने भनेर। म चाहिँ एउटा मेललाई सेलेक्ट गर्छु मेरो। तपाईँले चाहिँ यसमा चाहिँ यहाँ लेखिरहेको छ एलो गुगल स्पेन यु इन्टु द पाउन्ड एप भनेर छ। तपाईँले यसमा चाहिँ एग्री एन्ड सेयर गरेर गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ एग्री एन्ड सेयर भनेर, यहाँ एग्री एन्ड सेयर भनेर यहाँ देखेको छ। जस्ट यसमा तपाईँले क्लिक गर्नु होला र क्लिक गरिसकेपछि एकछिन जस्ट फ्यु मिनटसम्म वेट गर्नु होला। यहाँ तल तपाईँहरूले लोडिङ हुँदै गरेको देख्न सक्नुहुन्छ। र यदि भइसकेपछि चाहिँ तपाईँले यस्तो खालको इन्टरफेस चाहिँ देख्नुहुनेछ है। यहाँ तपाईँले चाहिँ सुरुमा माथि के लेखेको छ भन्दाखेरि इन्टर रेफर कोड भनेको छ। रेफर कोड चाहिँ देख्न सक्नुहुन्छ, यहाँ स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। रेफर कोड मैले दिएको छु, त्यो कोड हाल्नु होला र डिस्क्रिप्सनमा पनि दिनेछु, डिस्क्रिप्सनदेखि पनि कपी गरेर हाल्न सक्नुहुन्छ। यदि मेरो रेफर कोड हाल्नु भयो भने चाहिँ $1 चाहिँ तपाईँले फ्रीमा पाउनुहुनेछ, केही गर्नु पर्दैन है। जस्ट रेफर कोड मैले यहाँ स्क्रिनमा पनि लाउँदैछु, यहाँ पनि हेर्न सक्नुहुन्छ। मेरो 30336460 छ। यसलाई ओके कन्फर्म गरिदिनु होला। यहाँ चाहिँ के भनिरहेछ भन्दाखेरि कङ्ग्रेचुलेसन your $1 of $3 रेफर बोनस इज एडेड युर पाउन्ड्स ब्यालेन्स भनिरहेछ। यसले क्लोज गरिदिनु होला। तपाईँले चाहिँ हेर्दा $1 चाहिँ तपाईँले पाइसक्नु भयो। हे भगवान, तेरी लीला अपरंपार है। यसमा चाहिँ तपाईँको $1 चाहिँ तपाईँको कुन यस्तो पनि हुन्छ, तपाईँले रेफर गर्नुभएको तपाईँको कोड कसैले प्रयोग गर्यो भने चाहिँ $1 चाहिँ उनीहरूले पाउनेछ। र यहाँ चाहिँ अर्को भनेको चाहिँ यहाँ प्राइस विल पनि छ। यसमा स्पेन्ड गरेर तपाईँ लकी ड्रमा पर्नुभयो भने पनि पाउनुहुन्छ। यहाँ $5, $1, एकैचोटि $5 चाहिँ मिनिमम विथड्रल हुन्छ। यसमा चाहिँ तपाईँले कुनै गेमहरूमा पनि टपअप गर्न सक्नुहुन्छ। यो चाहिँ र भर्चुअल कार्ड हुन्छ, म त्यो पनि अहिले देखाउने छु कस्तो हुन्छ, कसरी हुँदो रहेछ भनेर। यसमा चाहिँ स्पिन गर्नु होला। मैले केही पनि पाएन। मोर पोइन्ट कङ्ग्रेचुलेसन, एक्स्ट्रा 5 टिकट चाहिँ पाएँ जस्तो लाग्यो। यहाँ चाहिँ यो अनि अर्को कुरा, यो क्वाइट्सहरू छ कि अभाइलेबल भएको रिवार्डहरू चाहिँ क्लाइम गर्नु होला। यहाँ क्लाइम गर्नु, यो क्लाइम गरेपछि चाहिँ तपाईँले स्पिनहरू गर्नु पाउनुहुन्छ है।
यहाँ कम्प्लिट क्वालिटी सर्भे भनेर लेखिरहेको छ यहाँ सबै कुरामा यिनीहरू सबै कम्प्लिट गरेर यसरी क्लाइम गर्नुपर्ने हुन्छ तपाईँले र यहाँ अर्नको सेक्सनमा गएर तपाईँले यसलाई डाटा या वाइफाई चलाउनुहुन्छ भने चाहिँ यो धेरै सजिलो है तपाईँले यो गो टु सेटिङमा गर्नु भने तपाईँले आफ्नो लोकेसनलाई अन गर्नुपर्ने हुन्छ ब्याक आउनु होला र ब्याक आएपछि कन्टिन्यू गर्नु होला तपाईँको चाहिँ यहाँ चाहिँ इन्टरनेट सेयर हुनुपर्छ है साथीहरू इन्टरनेट सेयर भयो भने चाहिँ तपाईँको अटोमेटिकली डाटा या वाइफाई चलाउनुहुन्छ भने आफै बढ्दै गर्छ तपाईँको एमाउन्ट चाहिँ यहाँ अनि यहाँ चाहिँ यस्तो खालको इन्टरफेसहरू देख्नुहुन्छ यहाँ तपाईँको डाटा कतिको सेयर भयो तपाईँको डाटा सेयर भए बापत कति इन्कम भयो भन्ने कुराहरू देख्नुहुनेछ यहाँ अनि कम्युनिटीमा तपाईँको रेफर कोडहरू पाउनुहुनेछ सोसियल मिडिया पोस्टहरू यहाँ गर्ने तरिकाहरू सबै यहाँ चाहिँ यस्तो खालको क्वेट्सहरू छ तपाईँले यो यिनीहरू खेलेर पनि जित्न सक्नुहुन्छ यहाँ गेमहरू पनि पाइन्छ रिवार्डहरू लकी ड्रहरू यहाँ सबै धेरै कुरा अहिले पहिला चाहिँ यस्तो थिएन अहिले चाहिँ धेरै राम्रो दिएको छ त्यही भएर मैले यसमा भिडियो बनाएको छु यो चाहिँ मिस नगर्नु होला तपाईँहरू गेम खेल्नुहुन्छ भने चाहिँ थोरै मात्रामा भए पनि या धेरै नभए पनि यहाँ यिनीहरू खेलेर थोरैमा होइन धेरै अलिक मेहनत लाउनु भने धेरै पनि पाउन सक्नुहुन्छ है गेम खेलेर तपाईँले आई मिन गेममा टपअप गर्न सक्नुहुन्छ यो फ्री फायर पब्जी त्यस्तो जुनसुकै जेमा भए पनि गर्न सक्नुहुन्छ एउटा डलर कार्ड दिएको हुन्छ त्यो चाहिँ हामी डलर कार्डको कस्तो हुन्छ भनेर हेर्नेछौँ सुरुमा चाहिँ तपाईँ यो प्रोफाइलमा आउनु होला प्रोफाइलको तपाईँको क्यासमा टच गर्नु होला क्यासमा टच गरिसकेपछि चाहिँ तपाईँको यहाँ चाहिँ पे आउट रिक्वेस्टहरू अनिमा जानु होला पे आउट रिक्वेस्ट मेथडमा यहाँ चाहिँ ट्रान्सफर बिटकोइनमा गर्न सक्नुहुन्छ अनि भर्चुअल गिफ्ट कार्डमा थिच्नुभयो भने चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ है यो ब्यालेन्स $1 भनिरहेछ मिनिमम यसको विथड्र चाहिँ $5 भनेर लेखिरहेको छ यहाँ तल 1 देखि 5 पुग्न अलिक टाइम लागिरहेछ कार्डको इन्टरफेस पनि म देखाउँछु है तपाईँलाई भर्चुअल भिडियो कार्ड हेर्नुको लागि चाहिँ तपाईँको आफ्नो गुगल ब्राउजरले खोल्नु होला र यसमा चाहिँ तपाईँले सर्च गर्नु होला पवन्स एप भनेर सर्च गर्नु होला र सर्च गरिसकेपछि चाहिँ यहाँ सुरुमा देख्न सक्नुहुन्छ यहाँ स्पोन्सर पवन्स भनेर लेखिरहेको छ त्यसमा जस्ट क्लिक गर्नु होला यो चाहिँ यस्तो खालको देखिराख्नु भएको छ डेस्कटप मोडलाई अन गर्नु होला आफ्टर अन गरिसकेपछि यस्तो खालको इन्टरफेस देख्नुहुन्छ है डेस्कटप मोड अन गरेर गर्नु होला डेस्कटप मोड अन गरेपछि मात्रै हुने रहेछ त्यसपछि यहाँ तपाईँले आफ्नो जुन आइडी थियो नि तपाईँले लगइन गर्नुभएको त्यसमा क्लिक गर्नु होला र यदि भइसकेपछि चाहिँ तपाईँले आफ्नो गुगल क्रोम ब्राउजरमा चाहिँ यस्तो खालको इन्टरफेस चाहिँ देख्नुहुन्छ यहाँ माथितिर लाइन कुदिरहेछ त्यो लाइन कुदिसकेपछि चाहिँ यहाँ देख्न सक्नुहुनेछ के लेखेको छ भन्दाखेरि यो सर्भेहरू डाउनलोडहरू रेफरहरू सब पे आउट मेथडमा जानु होला तपाईँको कार्ड हेर्नुको लागि चाहिँ र यहाँदेखि चाहिँ भर्चुअल कार्डमा जानु होला र यदि आएपछि तपाईँले यहाँ तल पाउन सक्नुहुन्छ एउटा थिमेन्टौट्स भन्ने लेखिरहेको छ यहाँ कार्ड आदि चाहिँ क्यारमेट गरिएको छ यहाँ एक्सपायरेसन डेट पनि दिएको छ तपाईँले यो सिबिबीहरू पनि दिएको छ यो चाहिँ तपाईँले यहाँ भएको तपाईँको अभाइलेबल ब्यालेन्स जति चाहिँ प्रयोग गर्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँले यदि गर्नुभयो भने चाहिँ एकदमै राम्रो हुनेछ यो गेमहरूमा टपअप गर्नु चाहिँ यो चाहिँ धेरै कुरा राम्रो लाग्यो मलाई पेमेन्ट आफ्नै हातमा क्यास अब नेपाली ब्याङ्कमा पेमेन्ट लिन नसके पनि कुनै केही कुराहरूमा इकमर्सहरूमा पेमेन्ट गरेर अनलाइन सपिङहरूमा पेमेन्ट गर्न मिल्ने खालको रहेछ यो चाहिँ त्यही भएर एकदमै राम्रो रहेछ यो चाहिँ तपाईँहरूले गर्नुभयो भने ल आजको भिडियो चाहिँ यति नै हो तपाईँलाई मन पर्यो भने चाहिँ लाइक सपोर्टको लागि चाहिँ सब्सक्राइब गरिदिनु होला